हेलो गाइस, गुड मर्निङ सबैजनालाई। तपाईँहरू कस्तो हुनुहुन्छ? म पनि सन्चै छु है, भगवान्को दयाले गर्दा। साथीहरू म त हिजो आइपुगेँ है दार्जिलिङ। खासमा चाहिँ गाउँ गएको। गाउँमा चाहिँ बुहारीले हिजो आइपुग्नु भएछ हो। दिउँसोखेरि यतै आउन भन्नुभयो, अन्त यतै बसेको। सिलगढीमा त पुरा गरम थियो है, पुरा गरम, बस्न नसक्नु गरम थियो र म एक दुई दिन त गाउँ गएर शीतलमा गएर इन्जोय गर्छु भन्ने भएको थियो। अन्त हिजो आएँ, पुरा जाडो थियो हो, त्यो जाडो थियो। अन्त अहिले पनि धुम्म भइरहेछ, अन्त पुरा चिसो रहेछ यहाँ त के। हिजो मेरो हस्बेन्डले कल गरे चाहिँ पुरा गरम भएर चाहिँ नुहाउनु गइरहेको छु भन्दै थियो कि हामी यहाँ दुईवटा ब्ल्याङ्केट ओढेर सुतेको हो। त्यस्तै हुन्छ गरम है दार्जिलिङमा त चाहिँ। अब यो त अब प्रकृतिले दिएको एसी हो। अल्छी लागिसक्यो नि म त पुरा हो। अब घरमा काम गरिरहने बानी भएर यहाँ त बुहारीले गर्दैछ, अलिअलि सघाइदिए काम त के। र पनि अब हाम्रो त घर सबै आफै गर्नुपर्थ्यो है, सबै आफूहरूदेखि लिएर सबै। अन्त त्यो कामहरू गर्ने बानी भएर चाहिँ मलाई त यहाँ त बोरिङ लागेको जस्तो भयो। अब म छिटै फर्किन्छु होला। फर्किने चाहिँ अब बिहा गरेपछि त्यही है, बुढालाई सम्झिनुपर्छ। एक्लै यहाँ बस्दैछु तर मन चाहिँ उतै छ नि, के गर्दै होला, कसो खाँदै होला भनेर क्या। सबै गरिदिने आदत भइसकेको छ। म छुइनँ भने त मेरो बुढाको दाहिने हातै भाँचिएको जस्तै हुन्छ क्या। र पनि म अब आफ्नो लागि पनि सोच्नुपर्छ भने चाहिँ म चाहिँ माइत घर आएको। अब हेरौँ, भोलि पर्सितिर चाहिँ म तल घर जान्छु होला। तल घरमा पनि छेमा हुनुहुन्छ है, आमा उनीहरू पनि छेमा हुनुहुन्छ। छेमाले पनि पुरै याद गर्नुहुन्छ क्या। आमा भएको नभएको फरक पर्दैन, तर आमा भनेको आमै हो। तर छेमाले चाहिँ पुरा याद गर्नुहुन्छ। अहिले पनि आमाको तृष्णा चाहिँ मेटाइदिनु भएको छैन क्या। पुरा याद गर्नुहुन्छ, कल गर्नुहुन्छ। बिमार छ भने कस्तो छ के छ, गयो भने पुरा याद गर्नुहुन्छ। खाना खायो खाएन हो, त्यो भएर चाहिँ मलाई त तर पुरा याद आउँछ क्या। कस्तो याद गर्नुहुन्छ नि। दसैँ तिहारतिर गयो भने पनि के खान्छ कसो खान्छ हो। दबाई पानी पनि कामहरू पनि त्यस्तो गर्नु पनि दिँदैन। म त अब छेमा चाहिँ बुढी छ नि त, अब सुगरको बिमार छ, सबै मै गरिदिन्छु कि। दिँदैन काम गर्नु नै, लुगा धुँदा पनि चित्त बुझाउँदैन हो। सबै आफै गर्ने बानी भएर कि म त गरिदिन्छु, खानाहरू पकाइदिन्छु, लुगाहरू पनि धोइदिन्छु हो। सिरक खोलहरू सक्दैन भनेर धोइदिन्छु कि। अझै छेमाले तँ सक्दैनस् लुगा धुनु भन्नुहुन्छ हो। अन्त छेमा त्यस्तो गर्नु हुँदैन, म तपाईँ बिमार छ भनेर सकाइदिएको भन्छु नि त म चाहिँ। होस् मै दिन्छु, म आफै गर्छु, तँले घरहरू त बढालिदिए भन्छ कि। अन्त खासमा म छेमालाई हेल्प गर्नु गएको, सघाउनु गएको। छोरी भने छोरी हुन्छ है, सघाउनु गएको। अब दादा छ, दादाले पनि बिहा गर्नुभएको छैन नि त, घरमा छोरी छैन हो। हामी दिदी र म सबै टाढो टाढो बिहा भएको छ। बुहारी छ, बुहारी पनि यता नानीको लागि बस्नुभएको छ हो। गएर सघाइदिनुहुन्छ, खानाहरू पकाइदिनुहुन्छ। छेमा चित्त बुझाउँदैन क्या, सबै उसले गर्छ के। त्यही भएर त म त एक दुई दिन त तल झरौँ भनेको। अन्त फेरि अल्छी पनि लाग्छ, आएपछि निस्किनु मनै लाग्दैन हो। अब गाउँघरमा त साथीहरू छ, 7 बजी सबै काम सकिहाल्छ। यहाँ त अब भित्र रुममा बसेको बुहारी एक्लै काम गर्छ, यता गर्छ। म चाहिँ भिडियो बनाउँदै बस्दै फोनतिर बात मार्दै बस्दै गर्दैछु नि। अझै त घाम पनि लागेको छैन। कति बज्यो? 9:30 पो भएछ। 9:30 भएछ, घाम पनि लागेको छैन हो। जाडो छैन। अन्त दार्जिलिङमा त है कस्तो, अब यति बेला त दार्जिलिङको याद आउँछ नि त। सिलगढीको होला चाहिँ चिसो जग्गाको याद आउँछ। अब त अझै त्यति गरम छैन। जुन जुलाई झन् कस्तो गरम हुन्छ हो साथीहरू। अन्त म त अहिले नै आइदिएको नि। अब यहाँबाट गएर झन् साह्रो पर्छ मलाई क्या त। अब यता चिसोमा बसेर झन् साह्रो पर्छ नि। अन्त यहाँ के फोन हेर्दै बस्दै है। अब बजारतिर त्यस्तो हो नि, अब उता सिलगढीमा त्यस्तै हुन्छ। रुमको रुममै यता छैन, कोहीसँग बात गर्नु छैन हो। र मलाई त बोरिङ लागेको नि। थ्याङ्क यू सो मच।
तपाईँले के गर्नुहुन्छ मेरो भिडियोहरू लाइक कमेन्ट सेयर गर्नुहोस्। साथीहरू मेरो त नङ फुलिरहेको छ हेर्नुहोस् न। यो नङ फुल्यो भने त पहिला त हामीले नयाँ लुगा पो लाउनुपर्छ भन्थ्यो त। दुईवटा फुलिरहेको रहेछ त। नयाँ लुगा लाउनु पाउँछु होला है। पहिला हामीले के त नङ फुल्यो भने त लुगा लाउनु पाउँछ भन्थ्यो नि है। फुलिरहेको रहेछ कि हो कता हो है। नयाँ लुगा लाउनु पाउने रहेछ। अहिले त हामी केटाकेटी हुँदाखेरि त नयाँ लुगा दसैँ तिहारमा मात्रै जुर्थ्यो। अहिले त क्या महिना पछाडि है। फेसिलिटी पुरा छ नि अहिलेकोलाई। हामीलाई पनि छ अहिले त। ए लुगा लाउनु पाउने नयाँ केही चिज चाहिँ किनिदिन्छ होला मेरो हस्बेन्डले। किनेर आएको र पनि फुलिरहेको रहेछ हो। त्यसमै टर्यो। हुन्छ थ्याङ्क यू सो मच।